यो घर कुनै बेला तिम्रो जिजुले तिम्रो लागि गराइदिएको हो। यो दुर्गतिको कल्पनासम्म पनि उनीहरूले गरेका थिएनन्। हेर त घरभित्र सिस्नो उम्रेको छ, भित्ता सबै भत्किएको छ। तिमी खेलेको आँगन होइन यो, तिमी दौडेको डहर होइन यो। तिमीले घरमा चाबी लगाएर हिँड्यौ, तर यो बुझेनौ कि तिम्रो चाबी लगाएको घरभित्र तिम्रा जिजुहरूको आत्मा निसासिएको छ। म तिम्रो धरती माता म आफै निसासिएकी छु। मलाई सास फेर्न गाह्रो भइरहेको छ। बरु जलाइदेऊ यो घर। यहाँ हेर, तिमीले घरमा तगारो लगाएर छोडेका थियौ, तर खै यो तगारोले केलाई छेक्यो छोरा? आफ्नो पनलाई र आफ्नो संस्कृतिलाई तगारो र ढोकामा चाबी हालेर संरक्षण गर्न सकिँदैन बाबु। हेर, यी खाट पेराको जसको उपयोग गरेर तिमीहरू हुर्क्यौ बढ्यौ, तिमीले बाहिरबाट चाबी हाल्यौ, तर केलाई? हेर त पछाडिबाट भत्केको यो घर। तिम्रो मन रुँदैन? तिमी अझै कठोर बनेर यो दृश्य हेर्न सक्छौ? बाबु, यो मेरो गाउँ हो। मलाई यहीँनिर दुखी रहेछ। सुनेका छौ मेरो चित्कार? सक्छौ मेरो पीडा देख्न र सुन्न? तिम्रा बाबु बाजेले दुःख गरेर बनाएको यो घर माकुराका लागि हो, घाँस उमार्न र सिस्नो पुर्याउनका लागि हो। यो डहर कति सुन्दर थियो। हेर त अहिले बाटो समेत देखिँदैन। यहाँ एउटा सिंह बस्ती कुल्पिजा थियो, खै अहिले जंगल भयो। मलाई त्यही पिर्छ बाबु, मलाई त्यही पिर्छ। त्यही छटपटीले सताइरहन्छ। सिंह आर्थर डाँडा खर्क कतै कुल्पिजा जस्तै जंगल बन्ने त होइन बाबु। मेरो कल्याण गर, मेरो उद्धार गर। आज म मेरा सन्तानहरूसँग गुहार गर्दैछु, मेरो भावनामा चोट नपुर्याऊ, मलाई नदुखाऊ बाबु। आऊ, म तिम्रो आर्थर माता हो। मेरो काखमा बसेर मेरो कल्याणका लागि काम गर। दाजुभाइ र परिवारमा रमाऊ, नाच, खेल, यिनै पाखा पखेरामा रमाऊ तिमी। बाबु हो, तिमीहरू जहाँ भए पनि मेरो आशीर्वाद र शुभकामना सधैँ सधैँ छ तिमीहरूलाई। तिमीले बिर्से पनि मेरो शुभकामना छ, मेरो शुभकामना छ तिमीहरूलाई।